आज पाथिभरा हस्पिटलमा के भयो त्यसको बारेमा भन्न गइरहेछु। त फर्स्टमा पाथिभरा हस्पिटलमा तपाईँको औषधि दिँदो रहेछ। पहिला डक्टरले 500 फी लिन्छ। 500 फी लिइसकेपछि एउटै डक्टर छ, विमल समथिङ नामको छ, उहाँले चेक गर्नुहुन्छ। त्यसपछि उहाँले अब के नसाहरू यताउता गर्नुभयो। त्यसपछि ठिक भयो भन्नुभयो, मैले ठिक भयो भनेको। त्यसपछि उहाँले त्यहाँ मसाज गर्ने, त्यो थेरापी भन्छ, मसाज गर्ने चाहे थेरापी गर्ने भनेको। मलाई चाहिँ थेरापीमा तपाईँको एउटा त्यो मसाज गर्ने थेरापीमा लानुभयो। त्यो थेरापीको 1300 रुपियाँ लाग्दो रहेछ। त्यो थेरापीमा के गर्छ भन्दाखेरि यो माथिदेखि तलसम्म तपाईँको त्यो रोटीको डल्लो जस्तो गोलो तातो हुन्छ। त्यो तातो राख्दै लानुहुन्छ। 5 सेकेन्ड 10 सेकेन्ड यहाँ राख्ने, दुईटै ठाउँमा दुईटा हुन्छ। राख्दै राख्दै तलसम्म लान्छ, फेरि तलदेखि माथिसम्म लान्छ। अनि टाउकोमा यस्तो राखेर अनि तेल लगाएर पुरै मसाज गर्नुहुन्छ। जेन्ट्सले मसाज गर्ने हो, लेडिजले मसाज गर्ने हो त्यहाँ। त्यसपछि तपाईँको त्यो मसाज लगभग 30 मिनटदेखि लिएर 45 मिनटसम्म गर्दो रहेछ। हेरी भन्नाले त्यो जबसम्म आगो तातो हुन्छ तबसम्म गर्दो रहेछ। अनि तपाईँको त्यो तातो सकिसकेपछि लगभग अलि रिल्याक्स फिल हुन्छ त्यहाँ चाहिँ। अनि मलाई चाहिँ 2 दिन भन्नुभएको थियो, 2 दिन चाहिँ गर्नुपर्छ भन्नुभयो। 2 दिन मैले गराएँ भन्नाले एक दिनको 1300 रुपियाँ, अर्को दिनको 1300 रुपियाँ लिनुहुन्छ। अर्को पनि मसाज हुन्छ तर त्यो मलाई लेखेको थिएन, त्यसको 650 कति लाग्दो रहेछ मैले बुझेअनुसार। अनि सबभन्दा उहाँले मेडिसिन दिनुभएको, यस्तो मेडिसिनहरू हुन्छ के को पातको हुन्छ, खाँदा त पिरो कस्तो लाग्छ, खानु छिर्दैन। यो मिश्रीसँग खायो भने अलि छिर्दो रहेछ। एउटा यो भयो एउटा। त्यसपछि यो 4 चिम्टी खानु भन्नुभएको थियो, यो दिनुभएको। त्यसपछि यो तेल दिनुभएको, तेलको नाम के रहेछ भन्दा सिनोल मालिस तेल, यो तेल दिनुभएको। त्यसपछि एउटा यो दिनुहुन्छ चियापत्ती। यो सबै लगाएर लगभग 4000 को यो औषधि छ। त्यहाँ चाहिँ अलि मेडिसिन चाहिँ औषधिहरू अलि महँगो हुँदो रहेछ। त्यहाँ होइन, यो आयुर्वेदिक महँगो नै हुन्छ। तर जे होस् यति गरेर अनि 2 दिन मसाज गरेर पठाउनु भएछ। यो मेरो दुखिरहेको हो अनि अहिले पनि हुन त दुखेकै हो। तर 1 महिनाको औषधि दिनुभएछ। ठिक भएन भने फेरि आउनु भन्नुभएछ। तर म चाहिँ सकेसम्म मलाई लाग्छ कि म जाँदैन होला। अब म चाहिँ अर्को हस्पिटलमा जान्छु। जब 2टा हस्पिटल यो लगाएर 3टा हस्पिटलमा पुगेँ। एउटा तपाईँको मनमोहन हस्पिटल, जसमा हड्डी चाहिँ खिएको भन्यो, र मनमोहनमा अक्सर गरेर तपाईँलाई एमआरआई गर्न भन्छ। मलाई लाग्छ त्यहाँ कमिसन आउँछ कि के आउँछ। म 2टा रोग चेक गर्न गएको, सेम एमआरआई लेखिदिन्छ, उसले स्योर लेख्छ के। अनि त्यसपछि तपाईँको जैन मैत्री, जुन केले सिल्भर हस्पिटल नाम छ, त्यहाँ जाँदाखेरि मासु सुँघेको भन्यो। त्यसपछि आयुर्वेदिकमा जाँदाखेरि केही भएको छैन, एक्सर्साइज गर्नुपर्छ भन्नुभयो। अब म चाहिँ अर्को हस्पिटलमा जान्छु, त्यो इङ्ग्लिस हस्पिटलमै जान्छु, एलोप्याथिकमै जान्छु। अब हेरौँ के हुन्छ। त्यो नेक्स्ट भिडियोमा लिएर आउँछु, कहाँ जान्छु के गर्छु भनेर, त्यो नेक्स्ट भिडियोमा लिएर आउँछु। हस्।